Hello everyone, welcome to धनी संसार र आजको भिडियोमा चाहिँ we are going to talk about the different types of traders in this यो मार्केट है त। Also if तपाईलाई यो ट्रेडिङ कहाँबाट सिक्ने or like कस्तो मार्केटहरु हुन्छ के हुन्छ कसरी चुज गर्ने भनेर केही थाहा छैन भने चाहिँ you can watch my other videos है। त्यो भिडियोहरु चाहिँ it might be helpful for you to decide हैन अनि कस्तो मार्केट छ के छ भनेर बुझ्न पनि सजिलो हुन्छ। सो आजकोमा चाहिँ we are just gonna go into your types of traders है त। Also subscribe गर्नुभएको छैन भने subscribe गरिदिनु होला हैन। It will inspire me to make more videos like this है। So फर्स्ट वान इज स्क्याल्पर्स भन्ने हुन्छ। सो स्क्याल्पर्सहरु भनेको चाहिँ कस्तो भन्दाखेरि यो स्क्याल्पिङ गर्ने मान्छेहरु चाहिँ हैन उनीहरुले चाहिँ टाइम फ्रेम एकदमै छोटो टाइम फ्रेममा राख्छ हैन, मेबी लाइक 1 मिनेटको टाइम फ्रेममा हैन, अनि त्यसपछि दे टेक अ ट्रेड अनि त्यसपछि 1 मिनेट 2 मिनेटमै दे जस्ट गेट आउट अफ द पोजिसन के। सो द्याट इज कल्ड स्क्याल्पिङ है। म एकचोटी चार्टमा पनि देखाइदिन्छु है त। सो जस्तै कि हैन यो चाहिँ अब प्यालेन्टियर भन्ने स्टकको चार्ट हो। सो अहिले मार्केट क्लोज छ त्यही भएर द मार्केट इज मुभिङ हैन। लेट्स गो टु समथिङ द्याट इज मुभिङ है त। क्रिप्टोमा जाम हैन, सोलाना हानौँ है। सो सोलाना चाहिँ 24 आवर्स अ डे खुल्ने भएर हैन, 24 आवर्स अ डे 7 डेज अ विक मार्केट ओपन हुन्छ क्रिप्टोको चाहिँ, त्यही भएर यसको चाहिँ मार्केट मुभ भइरहेको हुन्छ हैन। सो लेट्स गो हियर है। सो अहिले चाहिँ एज यु क्यान सी यहाँ यो चाहिँ डेली टाइम फ्रेममा छ है, यो चाहिँ टाइम फ्रेम हो डेमा छ। सो स्क्याल्परहरूले चाहिँ डेमा नभएर उनीहरूले चाहिँ एकदमै सानो टाइम फ्रेममा हेर्छ के। जस्तै कि यसलाई हैन 1 सेकेन्ड यो 15 सेकेन्डहरुमा राखेर हैन अहिलेको लागि 1 मिनेटमा जाम हैन। सो यस्तै 1 मिनेटमा राखेर चाहिँ डे ट्रेड के, किनभने 1 मिनेटमा यु नो एकदमै भोलाटाइल हुन्छ, अप एन्ड डाउन धेरै भइरहेको हुन्छ नि त। सो दे क्यान गेट इन गेट आउट हुन्छ नि इन अ मिनेट। उनीहरूले हैन यहाँनिर बाई गरेर दे जस्ट सेल इट हियर हैन, अनि त्यसपछि यिनीहरूले कसरी पैसा बनाउँछ त हैन यहाँबाट यहाँ जाँदा, किनभने इट इज जस्ट यहाँबाट यहाँ हेर्दा त इट इज जस्ट कति 0.8% मात्र माथि गएको छ। सो हाउ डु स्क्याल्पर्स मेक मनी त के हुन्छ भन्दाखेरि स्क्याल्परहरूले चाहिँ दे युज समथिङ कल्ड लेभरेज। सो लेभरेज भने चाहिँ कस्तो भन्दाखेरि एउटा मल्टिप्लायर जस्तै हो के, अनि दे अल्सो युज ह्युज मार्जिन है स्क्याल्परहरूले चाहिँ। सो मानौँ तपाईसँग $1000 छ अरे हैन, सो $1000ले त्यसमा लेभरेज युज गर्नुभयो नि, लेभरेज चाहिँ मल्टिप्लायर चाहिँ कसरी हाउ इट वर्क्स भन्दाखेरि तपाईँले मानौँ 5x युज गर्नुभयो अरे हैन, 5x लेभरेज युज गर्नुभयो अरे। त्यो भनेको तपाईँको 1000 नभएर तपाईँले अब यहाँ 5000ले ट्रेड गर्नु भइरहेछ के, अनि तपाईँले यहाँ 5000 को ट्रेड लिँदाखेरि त तपाईँको प्रफिट पनि धेरै हुने भयो नि त, लाइक मल्टिप्लाइड बाई 5 हुने भयो। सो द्याट्स हाउ स्क्याल्पर्स मेक मनी है। तर डाउन साइड अफ त्यो लेभरेज युज गर्नुको चाहिँ के हो भन्दाखेरि अब हामीले लेभरेज युज गर्दाखेरि अब 1000 को सट्टा 5000ले ट्रेड गर्न मिल्यो। तर कस्तो हुन्छ भन्दाखेरि मानौँ तपाईँले 5x लेभरेज युज गरेर यहाँ बाई गर्नुभयो अरे है, अब माथि गयो भने त इट्स नो प्रब्लम होइन, तपाईँको अब 5xले मल्टिप्लाई हुँदै लाइक प्रफिट आउने भयो होइन, त्यो 5000 को तपाईँको 5000मा प्रफिट अब जति माथि गयो त्यति आउने भयो होइन। तर तपाईँले जब लेभरेज युज गर्नुहुन्छ त्यहाँ चाहिँ एउटा लिक्विडेसन भन्ने कुरा आइदिन्छ। सो लिक्विडेसन भने चाहिँ कस्तो भन्दाखेरि मानौँ तपाईँको अब बाई पोजिसन यहाँ थियो अरे है, यो पोजिसनमा बाई गर्नुभएको थियो अरे। सो जब इफ मानौँ यो तल आएर एकदम यो पनि पहिलाको तपाईँको बाई एन्ट्री जुन थियो त्यहाँबाट नि तल गयो अरे। सो तल गएर सर्टेन अब तपाईँले जति नै हाई लेभरेज युज गर्नुहुन्छ त्यति नै नजिकै चाहिँ तपाईँको लिक्विडेसन पोजिसन हुन्छ के। सो मानौँ अहिलेको लागि होइन 5x युज गर्नुभएको छ, 5x युज गर्नुभएको छ भने तपाईँको लिक्विडेसन पोजिसन चाहिँ लाइक 80 थियो अरे है, 80 यतातिर चाहिँ तपाईँको लिक्विडेसन पोजिसन छ अरे। सो यसको मतलब चाहिँ के हो भन्दाखेरि इफ यो प्राइस चाहिँ घटेर यहाँसम्म आयो भने तपाईँले त्यो 1000 रुपियाँ पुरै गुमाउनुहुन्छ कि, तपाईँको 1000 रुपियाँ पुरै गयो। सो द्याट्स हाउ यो लेभरेज वर्क्स के। अब तपाईँले मानौँ यसमा 10x युज गर्नुभयो अरे होइन त्यो $1000मा, इफ तपाईँको स्टक प्राइस अब 10x युज गर्नुभएको छ भने तपाईँको लिक्विडेसन प्राइस अझै नजिक भइदिन्छ कि यहाँ भइदिन्छ कि अब। सो तपाईँको प्राइस होइन घटेर यहाँसम्म आयो भने तपाईँको त्यो $1000 गयो कि। तर इफ माथि गयो भने तपाईँले त्यो 1000 नभएर $10,000मा चाहिँ प्रफिट बनाउनु भइरहेछ के। सो द्याट्स हाउ लेभरेज वर्क्स है स्क्याल्परहरूले, अनि द्याट्स हाउ दे मेक मनी होइन यो सानो टाइम फ्रेम युज गरेर पनि है। सो सेकेन्डमा छ डे ट्रेडर। यो चाहिँ फरेक्सतिर अलिकति एकदमै फेमस छ होइन डे ट्रेडिङ गर्नु चाहिँ। अनि डे ट्रेडिङ भनेको चाहिँ कस्तो भन्दाखेरि तपाईँ होइन लाइक एक दिन पुरै होल्ड नगरेर त्यही दिनमा होइन किनबेच गरिरहनु भएको छ कि। मानौँ तपाईँले होइन बिहानतिर किन्नुभयो अरे अरू बेलुकातिर बेच्नु भयो अरे, अनि मानौँ तपाईँले 1 घन्टा अगाडि लाइक किन्नुभयो अरे 1 घन्टापछि फेरि बेच्नु भयो अरे होइन, त्यही जस्ट 1 घन्टाको लागि होल्ड गर्ने अरू 30 मिनटको लागि होल्ड गर्ने जस्ट विदिन अ डे होइन किनबेच गर्नेलाई चाहिँ डे ट्रेडिङ भन्छ है। यसरी नै थर्डमा छ स्विङ ट्रेडर विच इज मी है, म चाहिँ स्विङ ट्रेडर हो। अल्सो आई डोन्ट नो इफ आई हेभ मेन्सन इट होइन, तर यो 3टै टाइपको ट्रेडरहरू चाहिँ होइन यो जुन चाहिँ मैले मेन्सन गरेँ स्क्याल्पर, डे ट्रेडर, स्विङ ट्रेडर यो 3टै छ नि, यो 3टै मार्केटमा हुन्छ है यस्तो टाइपको ट्रेडरहरू चाहिँ। र 3टै मार्केट भन्नाले चाहिँ फरेक्स, क्रिप्टो र स्टक्स। लेट्स गेट ब्याक टु यो हाम्रो स्विङ ट्रेडर है त। सो स्विङ ट्रेडर भने चाहिँ कस्तो भन्दाखेरि यु टेक आज अ पोजिसन कुनै स्टक्समा कुनै क्रिप्टोमा के गोल्डमा जहाँ भयो भने तपाईँले पोजिसन ओपन गर्नुभयो अरे होइन,
अनि तपाईँले यो होइन आजै नबेचेर अब मेबी यु होल्ड इट फर डेज मेबी विक मन्थ्स त्यस्तोलाई चाहिँ स्विङ ट्रेडर भन्छ है। जस्ट टेक आज ट्रेड लियो होइन यु क्यान जस्ट गो अन विथ यर लाइफ फर लाइक हुन्छ नि 1-2 महिना अनि त्यसपछि यु क्यान सेल इट वेन द प्राइस गोज अप के। सो त्यही भएर चाहिँ आई स्विङ ट्रेड एज वेल, किनभने अब मेरो पनि अब यहाँ स्कुल युनि जानुपर्ने हुन्छ, काम जानुपर्ने हुन्छ होइन। सो आई क्यान नट बी अलवेज लुकिङ एट द चार्ट। अल्सो होइन डे ट्रेड गर्न चाहिँ यहाँनिर राति मार्केट खुल्छ होइन, किनभने म जापानमा छु होइन। सो द्याट्स वाइ इफ यु वान्ट फ्लेक्सिबिलिटी होइन यो ट्रेडिङमा चाहिँ स्विङ ट्रेडिङ विल बी द बेस्ट फर यु है। फर मी आई डु स्विङ ट्रेडिङ अन स्टक्स होइन। सो वाट आई डु इज आई जस्ट एनालाइज देयर यो फन्डामेन्टल्सहरू अनि त्यसपछि चार्टहरू, त्यसपछि आई पोइन्ट आउट सर्टेन अब बाई जोनहरू कता छ अनि व्हेन इट कम्स आई जस्ट बाई देयर अनि त्यसपछि आफ्नो सेलिङ पोइन्ट राख्छु अनि त्यसपछि आई जस्ट गो अन विथ माई लाइफ। आई डोन्ट ह्याभ टु लुक एट दि चार्ट अल द टाइम। सो त्यस्तोलाई चाहिँ स्विङ ट्रेडर भन्छ है। सो तपाईँले बुझ्नुपर्ने भने चाहिँ मेन यो 3टा टाइपको ट्रेडर हो होइन। र यसरी नै अरू पनि धेरै टाइपको ट्रेडर हुन्छ होइन। अब कोही भनौँ न्युज ट्रेडर जुन चाहिँ कि अब यो न्युजहरूमा मात्र ट्रेड गर्ने होइन। त्यस्तरी नै अब रिभेन्ज ट्रेडर हुन्छ। रिभेन्ज ट्रेडर भनेर चाहिँ कस्तो भन्दा मेबी यु लस्ट अ ट्रेड रे होइन अनि त्यसपछि यु टेक अ रिभेन्ज ट्रेड के, त्यसमा ट्राइङ टु गेट ब्याक द मनी यु लस्ट विच युजली एन्ड्स अफ ह्याभिङ अ हुन्छ नि इभन वर्स रिजल्ट। लाइक द्याट्स वाइ पिपल चाहिँ हुन्छ नि रिभेन्ज ट्रेड इज ब्याड, किनभने मोस्ट अफ द टाइम युआर जस्ट ट्रेडिङ विथ यर इमोसन न स्ट्राटेजी व्हेन युआर टेकिङ अ रिभेन्ज ट्रेड नि त। सो यति बुझेपछि चाहिँ तपाईँ अब अरूको लयमा लागेर होइन अब यो त डे ट्रेडर हो यसले यति पैसा बनाउँछ भनेर तपाईँ पनि डे ट्रेडरै बन्नुपर्छ भन्ने छैन है। तपाईँको आफ्नो लाइफस्टाइलसँग होइन सबै कुरासँग त्यो अनुसारले त्यो मार्केट चुज गरेर यु क्यान बी द्याट काइन्ड अफ ट्रेडर है। यु डोन्ट ह्याभ टु फलो द हाइप, यु डोन्ट ह्याभ टु फलो द ट्रेन्ड है। यस्तै बेसिक बुझ्दै बुझ्दै बिस्तारै गएर अनि आफ्नो लाइक स्ट्राटेजी आफूलाई के ठिक हुन्छ त्यो बनाउने हो क्या। सो यो आजको लागि चाहिँ यति नै है। यो चाहिँ एकदमै सर्ट भिडियो थियो। आई डोन्ट थिङ्क होइन यसमा धेरै एक्सप्लेन गर्नुपर्ने कुराहरू पनि छ है। मेक स्योर यु सब्सक्राइब है। म यसरी अलिअलि बिगिनर्सलाई चाहिने भिडियोहरू होइन हालिरहेको हुन्छु। सो मेक स्योर यु सब्सक्राइब है। अल्सो इफ यु वान लर्न हाउ आई ट्रेड स्टक्स अनि हाउ आई मेक मनी फ्रम द स्टक्स भने चाहिँ होइन कोर्सको लिङ्क चाहिँ डिस्क्रिप्सनमा हुन्छ, त्यहाँ गएर यु क्यान चेक इट आउट। इफ तपाईँलाई मन पऱ्यो भने यु क्यान टेक इट है। इट वुड बी टोटली वर्थ इट है। द्याट्स इट फर टुडे एन्ड सी यु अन द नेक्स्ट भिडियो।